यति स्पिडमा काम भइरहँदा पनि चित्त बुझ्दैन बालनलाई, चित्त बुझ्दैन अनि गठन गर्छन् पीएम डेलिभरी युनिट। अब यो पीएम डेलिभरी युनिट केका लागि गठन भएको हो, किन गठन गर्नुपर्ने बाध्यता आइपर्यो बालनलाई, र यो भनेको के हो, यसको बारेमा थोरै चर्चा गरौँ। यो पीएम डेलिभरी युनिट गठन गर्नुपर्ने बाध्यता आइपर्नु, आवश्यकता आइपर्नु भनेको चाहिँ एउटा रिजनले हो। त्यो रिजन भनेको बाचापत्र राष्ट्रिय स्वतन्त्र पार्टीको जो जनतासँग गरेका छन् त्यसलाई समयमा डेलिभर गर्नका लागि यो डेलिभरी युनिट स्थापना भएको हो। दोस्रो कुरा भनेको यसले अब कसरी काम गर्छ भनेर सोच्नु भएको होला। यसले भनेको हरेक मन्त्रालयमा गएर मन्त्रालयले गर्नुपर्ने काम र राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा अनुसार भएको छ कि छैन, र यदि भएको छ भने पनि कुन स्पिडमा भएको छ, स्लोमा भएको छ भने त्यसलाई स्पिड अप गर्नका लागि कहाँ समन्वय गर्नुपर्छ त्यो समन्वय गरेर कामलाई एकदम तीव्रता, अहिले जुन स्पिडमा पक्रिएको छ बालन सरकारले त्यो स्पिड अनुसार पनि समयमा डेलिभरी दिन नसक्ने कन्डिसन आइपरेपछि पीएम डेलिभरी युनिट स्थापना गरे। अब यो भन्दा राम्रो कुरा के हुन सक्छ हाम्रा लागि। अब हिजोसम्म जति स्पिड थियो अझै बढेर जाने भयो त्यो स्पिड काम कारबाहीको।